एउटा रमाइलो प्रश्न छ है। एउटा सिकारी माथिबाट मृग लखेटेर ल्याइरहेको थियो शिकार गर्नको लागि। त्यही छेउमा बाबा, महात्मा बाबा, महर्षि बाबा तपस्या गरिरहेका थिए। बाबा यस्ता मान्छे थिए कि झुटो पनि नबोल्ने, पाप पनि नगर्ने, कुभलो पनि नचिताउने कसैको। र माथिबाट सिकारी मृग लखेट्दाखेरि त्यही बाबा भएको छेउबाट मृग गयो। बाबाले देख्नुभयो र त्यो सिकारी बाबा भएको ठाउँमा पुग्यो। सिकारीले सोध्यो, बाबा मृग देख्नुभयो? हजुरले काहीँ कतै मेरो मृग देख्नुभयो भनेर त्यो सिकारीले बाबालाई सोद्धाखेरि बाबा यस्ता मान्छे कि झुटो पनि नबोल्ने, पाप पनि नगर्ने, कुभलो पनि नचिताउने, कसैको कुभलो पनि नचिताउने। र बाबाले के भन्नुभयो होला त्यो सिकारीलाई? यदि बाबाले देखे भन्ने थिए त्यसलाई गएर मार्ने भयो, पाप भयो। बाबा देखेन भन्ने थिए, बाबाले देख्नु भएको थियो, मृग गएको थियो। के पनि नबोल्दाखेरि कसैको कुभलो पनि नचिताउने। र बाबाले के भन्नुभयो होला त्यो सिकारीलाई? ल उत्तर दिनु होला है। एकदम रमाइलो प्रश्न छ। कस कसलाई आउँछ उत्तर दिनु होला, दिमाग लगाउनु होला, उत्तर मिलिहाल्छ त्यहीँनिर। सिकारी मृग लखेटेर बाबा भएकै छेउमा पुगेर त्यो बाबालाई सोध्यो, बाबा पाप पनि नगर्ने, झुटो पनि नबोल्ने, कुभलो पनि नचिताउने, के भन्नुभयो होला?